आईसीसी टी20 विश्वकप अघि नेपाली टिम लयमा देखिएको छ। लगातार अभ्यास खेलमा जित निकाल्ने क्रममा नेपालले बुधबार युए विरुद्ध पनि गजबको प्रदर्शन गर्यो। यस खेलमा नेपालले बलिङ, ब्याटिङ र फिल्डिङमै विश्वकपमा अब कसैलाई बाँकी राख्दैनौ है भन्ने शैलीको प्रदर्शन गरेको। यद्यपि यस खेलमा पनि हाम्रा कप्तानको स्ट्राइक रेट भने सुध्रिएन। आशा छ अर्को खेलमा त्यसमा पनि सुधार भएको देख्न पाउनेछौं। युए विरुद्धको वार्म अप म्याचमा 146 रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सस्तैमा 3 विकेट गुमाएको थियो। यहाँबाट सुझबुझ भएर ब्याटिङ गर्नुपर्ने भयो। यो दबावपूर्ण अवस्थामा उपकप्तान दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले परिपक्व ब्याटिङ गरे। उनीहरूमध्ये आरिफले झन गजब तरिकाले खेले। उनले यस खेलमा 37 बलमा 8 चौका र 2 छक्का सहित अभिजित 61 रनको पारी खेले। जारी भारत भ्रमणमा आरिफको यो लगातार दोस्रो अर्धशतकीय पारी हो। यस्तै नटआउट नै रहेका दिपेन्द्रले 31 बलमा 4 चौका र 1 छक्काको सहयोगमा 50 रन बनाए। उनी र आरिफ बीच शतकीय साझेदारी बन्यो। सोही कारण नेपालले युएसँगको यस खेलमा 7 विकेटको सहज जित निकाल्यो। युए विरुद्ध कप्तान रोहित कुमार पौडेलले 19 बलमा 16 तथा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 8-8 रन जोडे। बलिङतर्फ नेपालका लागि प्रमुख स्पिनर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरे। उनले 4 ओभरमा 24 रन दिएर महत्त्वपूर्ण 2 विकेट लिए। यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट बलिङ र फिल्डिङ गरे। यस खेलमा उनले 3 ओभरमा 12 रन मात्र दिएर महत्त्वपूर्ण 1 विकेट चटकाए। फिल्डिङ मार्फत टाइगरले युएका आक्रामक ब्याटर आलिसान सराफुलाई 12 रनमा पवेलियनको दिशा देखाए। युए विरुद्धको वार्म अप म्याचमा अनुभवी तीव्र गतिका बलर करण केसीले 3 ओभरमा 26 रन दिएर 2 विकेट लिए। नेपालले अब दोस्रो वार्म अप म्याचमा बिहीबार क्यानाडासँग खेल्ने तालिका छ। के नेपालले क्यानाडालाई पनि पानी भन्न नदेला? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।